नमस्ते हजुरको स्वागत छ मेरो युट्युब च्यानल आयुष कुमार कर्णमा र म आयुष कुमार कर्ण यो 4 साल भएको सी एक्जामिनेसन 2082 मा र्याङ्क 269 ल्याउन सफल भएँ र म चाहिँ अहिले एमबिबिएस फर्स्ट इयर एट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा पढिरहेको छु र यस भिडियोमा चाहिँ म हजुरलाई कसरी सी प्रिपरेसन गर्ने सपोज इफ यु आर इन काठमाडौँ अर नट आई डोन्ट नो बट म चाहिँ आफ्नो जुन +2 चाहिँ आफ्नै ठाउँ जनकपुरबाट गरेको थिएँ र म्याक्सिमम् विद्यार्थी बाहिर छ भने आफ्नो प्रिपरेसनलाई बेटर गर्नको लागि गाइडेन्स त चाहियो र यसैको लागि म यो भिडियोमा हजुरलाई हाउ टु प्रिपेयर फर सी 2083 and what are the things that you should be focused while preparing your C journey 2083. This video is two part. First of all, introduction part, second the themes and how to prepare for C will be. First part चाहिँ म इन्ट्रोडक्सन C को केही बारेमा C भन्नाले हजुरको एउटा कमन इन्ट्रान्स एक्जामिनेसन हो जो चाहिँ एमएससीद्वारा मेडिकल एजुकेसन कमिसनद्वारा लिने गर्छ। यो अहिलेसम्म 6 इयर्स भइसक्यो एमएससीद्वारा यो लिएको कमन इन्ट्रान्स एक्जामिनेसन। यो किन जरुरी छ भने सपोज हजुरले एमबिबिएस आफ्नो जुन क्यारियर छ डक्टर बन्नको त्यसको लागि ब्याचलर स्टडिज इन मेडिसिन एन्ड सर्जरी यु सुड क्लियर एक्जाम द्याट इज सी फर युजी जसको लागि हजुरले इन्ट्रान्स एक्जामिनेसन दिनुपर्छ र आफ्नो नाम निकाल्नको लागि हजुरले आफ्नो प्रिपरेसनलाई एकदमै बेस्ट गर्नुपर्छ किनकि 4 साल 380 जनाले स्कलरसिप ओपनमा पाएको थियो र त्यो एक्सटेन्ड भएर 450 सम्म गएको थियो र आफूले यो र्याङ्कसम्म लाउनको लागि ओपनमा कोटा भयो भने त म कोटा सोटा के हुँदैन सबैलाई आफ्नो बेस्ट दिनुपर्छ। सबैमा कम्पिटिसन छ अहिले वर्तमान युगमा कम्पिटिसनको एकदमै हाई लेभल डिमान्ड भइसकेको छ र हजुरले आफ्नो यो सी लेभल प्रिपरेसन कसरी गर्ने अब चाहिँ यो नेक्स्ट पार्टमा म भन्ने गएको छु। अब सेकेन्ड पार्ट चाहिँ हाउ टु प्रिपेयर फर सिई 2083 चाहिँ हजुरले के गर्नु होला फर्स्ट अफ अल यु सुड एक दिन पुरा 6 सालको पुरा एकदमै डिटेल पिआइक्यू हेर्नु होला कुन लेभलको क्वेसन आइरहेको छ कस्तो क्वेसन आइरहेको छ कति मार्क हरेक च्याप्टरबाट रेन्जमा यतिकै रेन्जमा आइरहेको छ त्यो हेर्नु होला कुन इम्पोर्टेन्ट छ इम्पोर्टेन्ट सबै थाहा भइहाल्छ हजुरलाई फर्स्ट डे यो गर्नु। सेकेन्ड डे के गर्नु होला रिसोर्सेसहरू किनकि प्रिपरेसनको अगाडि रिसोर्सेस चाहियो। अब म सपोज कोही रकेट बनाउने मान्छे छ त्यसलाई त र मेटेरियल चाहियो नि यस्तै तपाईँलाई सी प्रिपरेसन गर्नु छ भने तपाईँलाई रिसोर्सेस त चाहियो नि त्यसको लागि हजुरलाई रिसोर्सेसको भिडियो मेरो छुट्टै छ मैले आफ्नो युट्युब च्यानलमा हालेको छु तपाईँ हेर्न सक्नुहुन्छ तपाईँ म भनिदिइरहेको छु भिडियोमा। फर्स्ट अफ अल +2 बुक तपाईँ सपोज काठमाडौँमा अहिले हुनुहुन्न होला भने तपाईँ जति पनि +2 बुक छ फिजिक्स केमिस्ट्री बायो लिएर जानु होला काठमाडौँ आफ्नो किनकि +2 बुक मेन हो के कन्सेप्ट बिल्डअप गर्नको लागि एकदमै जरुरी छ +2 बुक रिसोर्स नम्बर 1। देन सेकेन्ड रिसोर्स इज द अब्जेक्टिभ हिस्ट्री ठिक छ। इफ यु वान्ट टु जोइन institute then the modules if you don't then you can bring modules purchase गरेर त्यसपछि फोर्थ चाहिँ कम्प्लिट सोल्युसन त लास्टतर्फ अथवा तपाईँ समीक्षाको च्याप्टर वाइज सिरिज र अरू जुन बुक छ जुन पिआइक्युजको त्यो लिँदा हुन्छ। मैले त कम्प्लिट सोल्युसन लिएको थिएँ लास्ट टाइममा 1 महिना अगाडि लिएको थिएँ पछाडि लिएको थिएँ अनि रिसोर्समा भइसक्यो एकचोटि रिकल गरिरहेको छु। फर्स्ट अफ अल +2 बुक्स फर बिल्डिङ कन्सेप्ट्स द्याट आर यु एन्ड द्याट्स आर भेरी इम्पोर्टेन्ट एन्ड त्यसपछि
आफ्नो कन्सेप्टलाई स्ट्रङ गरेर त्यसपछि हामी सेकेन्डमा चाहिँ अब्जेक्टिभ स्टडी र थर्डमा मोड्युल भने फोर्थमा त जुन समस्याको पिआइकी च्याप्टर वाइज अथवा कम्पिटिसन लिँदा हुन्छ। अब र अब सपोज अब नेक्स्ट कुरा चाहिँ अब यही भिडियो सेकेन्डै पार्टमा अर्को डिभिजन चाहिँ म भन्न चाहन्छु कुन कुरामा ध्यान दिने सी प्रिपरेसनको बेला। पहिला चाहिँ त तपाईँलाई सिलेबस थाहा हुनु पऱ्यो। सी प्रिपरेसनको बेला कुन कुन च्याप्टर कस्तो छ। अहिले त सी टु एमएससीले त निकालिदिएको छ सिलेबस, त्यो हेर्दा हुन्छ होइन। कति मार्कको यो च्याप्टरबाट आइरहेछ यो सबै डिटेलमा अहिले हालिदिएको छ, हाम्रो टाइममा त थिएन। त्यो हेर्नु होला र त्यो हेर्नु होला रेसियो, अन्डरस्ट्यान्डिङ, रिकल र एप्लिकेसन बेस्ड, त्यो हेर्नु होला। कति मतलब एप्लिकेसन टाइप जुन डेली युजमा छ त्यो टाइपको क्वेसन कति रेसियोमा आउँछ, अन्डरस्ट्यान्डिङ कन्सेप्टवाला, रिकल जुन याद गर्ने फ्याक्ट्सहरू त्यो कति प्रोपोर्सनमा आइरहेछ त्यो रेसियो हेर्नु होला। त्यसपछि हामीलाई यसले के हुन्छ भने फोकस हुन्छ कि तपाईँको जुन प्रिपरेसन छ यसरी लाग्नु पऱ्यो। अन्डरस्ट्यान्डिङ बेस बढी छ, बढी कन्सेप्ट मलाई एकदमै डिपमा चाहियो, यस्तो सबै कुरा एप्लिकेसनलाई पनि हेरेर आफ्नो कन्सेप्ट बिल्डअप गर्नु होला। र रिकल जुन कुरा इम्पोर्टेन्ट छ फ्याक्ट्सहरू बायोमा बढी हुन्छ र मेन त जुन याद गर्ने कुराहरू त्योहरू हेर्नु होला। र त्यसपछि चाहिँ आफ्नो एक किसिमले तयारी त भनिदिएँ मैले के पहिला हेर्ने, पहिला त सिलेबस भनिदिएँ, त्यसपछि मैले भने जुन रेसियो हेर्न, रिकल, अन्डरस्ट्यान्डिङ र एप्लिकेसन बेस। अनि थर्ड कुरा चाहिँ आफ्नोमा 4वटा भावना हुनु पऱ्यो। आफ्नो तयारीलाई कन्सिस्टेन्टली लाग्ने। सपोज म आज 6 घन्टा पढ्यो भने अर्को दिन म 5 घन्टा नलगोस् सोचमा, मतलब 6 एप्रोक्समा लगो। अब यो लेभल सपोज म आज 6 घन्टा पढेँ, के पता भोलि म अलि बढी पढ्न सक्छु, तर जुन 6 घन्टाभन्दा तल नलग्ने, यसलाई फ्लोमा लाग्ने। ठिक छ कहिलेकाहीँ माथि जान्छ, 7 आवर हुन्छ, 8 आवर्स, राम्रो कुरा हो, जति पढ्दा हुन्छ त्यति राम्रो हो। तर बडी आफ्नो माइन्डलाई प्रेसर नदिनु होला होइन, डिसिप्लिन भएर पढ्नु होला। र अब यो प्रिपरेसन टाइममा हजुरले साथीले भन्छ बाहिर चल घुम्न, चल यहाँ जाने कतै नजानु होला, आफ्नो तयारी गर्नु होला, मेहनतले गर्नु होला। सपोज तपाईँको तयारी घरमा, सपोज तपाईँलाई घरमा अथवा होस्टेलमा पढ्न मन लागिरहेको छैन भने तपाईँ इन्स्टिट्युट जोइन गर्नु, त्यहाँ तपाईँलाई गाइडेन्स दिनुहुन्छ होइन। त्यहाँ त पढ्न सकिन्छ नि केही घन्टा जुन वेस्ट भइरहेको छ होइन। तर डिस्ट्र्याक्सन, अर्को कुरा चाहिँ डिस्ट्र्याक्सनबाट एकदमै दूर। मोबाइलमा तपाईँ टाइम वेस्ट गर्नु भइरहेछ। सपोज म मोबाइल चलाएँ, फेसबुक चलाएँ 5 मिनट, यो 5 मिनट 1 घन्टा कहिले गइहाल्छ थाहा लाग्दैन। त्यसले गर्दा तपाईँ टाइमर लगाउनु होला आफ्नो मोबाइलमा, त्यसले गर्दा डिस्ट्र्याक्सन कम हुन्छ। र अर्को कुरा चाहिँ डिसिप्लिन भन्दैछु, टाइम म्यानेजमेन्ट। प्रिपरेसन त गर्नु भइरहेको छ, एमसिक्यू प्र्याक्टिस गर्नु होला डेली। र आफ्नो टाइम म्यानेजमेन्ट कसरी त्यो क्वेसनलाई ह्यान्डल गर्छु त्यो प्रति जुन टाइम दिनु भइरहेको छ तपाईँ। सपोज यो क्वेसन छ, अब सपोज फर्स्ट डे त अलिक टाइम लाग्यो, अब अर्कोचोटि म यस्तै टाइपको क्वेसन हेर्छु, मलाई कम समयमा बन्नु पऱ्यो, यो कुरा ध्यान दिएर आफ्नो प्रिपरेसन गर्नु होला। र अर्को चाहिँ कुरा चाहिँ अब यो शनिबार मैले मक टेस्ट दिएँ, मक टेस्टमा मेरो कम मार्क आयो भने आफूमा पोजिटिभ भावना लिएर जानु होला, नेगेटिभ भावना नलिनु होला कि के हो यार यस्तो छ, म अब हुन्छ कि हुँदैन। आफ्नोमा हुन्छ नि फिलिङ कि 120 मार्क आइरहेछ, मेरो नाम निकाल्छ कि निकाल्दैन, त्यो नसोच्नु, त्यो बादको कुरा हो। किनकि तपाईँले प्रिपरेसनै अहिले स्टार्टै गर्नुभएको छ होइन, अथवा कतिजनाले गर्नुभएको छैन होला, अब स्टार्ट गर्नुहुन्छ होला। तर आफ्नोमा भावना राख्नु होला कि ठिक छ अहिले मेहनत छैन, आफूलाई मेहनत गर्नु होला, मेहनत गरे पश्चात आफ्नै फल मिल्छ, त्यो गर्नु होला। र आफ्नोमा कहिले पनि नेगेटिभ भावना नराख्नु होला, आफू टेन्स नहुनु होला। ठिक छ कहिलेकाहीँ टेन्स हुनुपर्छ, मार्क भइरहेको छ त्यसको लागि एक रात जान्छ, तर जहिले पनि भावना राख्नु कि मेरो नाम निकाल्छ, पढ्छु म, र
केही प्रब्लम भयो भने मलाई मेसेज गर्न सक्नुहुन्छ। म आफ्नो जुन फेसबुक आइडी र सपोज कोही इन्स्टाग्राम चलाउनुहुन्छ भने मलाई मेसेज गर्दा हुन्छ, म रिप्लाई दिन सक्छु फ्री भयो भने कलेज टाइमपछि। त्यसपछि अर्को कुरा चाहिँ भन्न चाहन्छु भने मिस्टेक, सिली मिस्टेक जति कम गर्दा हुन्छ त्यति राम्रो। सपोज यो टपिक तपाईँको कमजोर छ होइन, म बुझेँ। अब अर्को शनिबारको मक टेस्ट अगाडि तपाईँ त्यो च्याप्टर कम्प्लिट गरिदिनु भयो, राम्रो कन्सेप्ट लिइहाल्नु भयो, प्र्याक्टिस गर्नुभयो एमसिक्यू। अब त्यो शनिबार तपाईँको त्यो फेरि मिस्टेक भइरहेको छ भने तपाईँको केही कुरा ल्याकिङ भइरहेको छ, त्यो तपाईँ कुरा ल्याकिङलाई सल्भ गर्नु भएन भने त्यो कुरा मिस्टेक हुँदै जान्छ। त्यसैलाई सिली मिस्टेक भन्छ क्या। रिपिटेडली मिस्टेक हुनु कुनै पनि चिज तपाईँ पढिसक्नु भएको छ तपाईँ मिन्स यु हेभ नट गेन अ प्रोपर कन्सेप्ट फ्रम द्याट च्याप्टर, जसले गर्दा हजुरले त्यो कुरालाई एकदमै डिपली लग्नुपर्छ, पढ्नुपर्छ। मेरो पनि हुन्थ्यो फिजिकल केमिस्ट्रीमा, कहिलेकाहीँ फिजिक्समा हुन्थ्यो, त्यो कुरालाई एकदमै म लिन्थेँ। लास्टमा म यही गरेँ, जुन जति मेरो मिस्टेक भइरहेको छ त्यसलाई कम गर्दै गएँ र आफै मार्क इम्प्रुभ हुन्छ। जति मिस्टेक कम गऱ्यो भने मार्क तपाईँको बढ्छ। अब कतिजनालाई के होला, मार्क ग्रेजुअली कतिजनालाई यस्तो होला क्या, मार्क स्टेसनरी होला बढ्छ, कतिजनाको यस्तो होला सिधै बढ्छ फेरि घट्छ। टेन्सन त्यो मार्क घट्छ बढ्छ त्यो अर्को बात छ। आफूले कन्सटेन्टली हुनु। सपोज मेरो 120 आइरहेछ, अब 120 भन्दा अर्को शनिबार दियो भने 110 आउनु परेन, त्यो मार्क बढ्छ। ठिक छ, कन्सटेन्टली कहिले भयो होला, तर त्यो मार्क घट्नु चाहिएन, 120 भन्दा तल आउनु भएन। अब त्यो 120 130 हुन्छ, त्यो 40 हुन्छ, 50 हुन्छ। 50 कटे भयो भने त्यो कटेज त्यसलाई मेन्टेन गर्नुपर्छ क्या। अब 150 कट्यो भने तपाईँ अब 140 ल्याउनु भयो त्यो मुस्किल छ। 150 कटाउनुहोस्, 155 कटाउनुहोस्, त्यस्तै गर्दै मेहनत गर्दै जानुहुन्छ भने तपाईँको मार्क पनि बढ्छ र जति मिस्टेक कम गर्नुभयो भने त्यति राम्रो। र अर्को कुरा चाहिँ भन्छु भने ठिक छ, कहिलेकाहीँ पढ्न मन भएन भने त्यो टाइम तपाईँ 5 भयो। अब म यस्तो गर्थेँ, पढ्थेँ 1 घन्टा, त्यसपछि 5 मिनट ब्रेक लिन्थेँ होइन, आफूलाई पानी पिउँथेँ, यस्तो पानी पिन्थेँ। त्यसपछि आफ्नो जुन अब अर्को कुरा कसरी एप्रोक्स गर्ने। अब सपोज कुनै सब्जेक्ट तपाईँको हार्ड छ भने त्यो सब्जेक्ट तपाईँ बिहानै कभर गर्नु, किनभने बिहान माइन्ड एकदमै खुल्ला हुन्छ, ब्रोड माइन्ड हुन्छ। त्यो बेला तपाईँ गेन गर्नुभयो भने छिटो आफ्नो दिमागमा जान्छ कि कन्सेप्टहरू, राम्ररी बुझ्न सक्नुहुन्छ। जुन हार्ड जुन च्याप्टर छ अथवा सब्जेक्ट छ त्यो बिहान लग्नुहोस्, जुन ठिकै ठाक छ त्यो बिचमा लग्नुहोस्, जुन तपाईँको ठिक राम्रै छ मतलब ठिकठाक इजी टाइपको अलि लास्टतर्फ लाग्नु होला, ठिक छ। र आफ्नो गोल्स सेटअप गर्नु होला कि आज यो कम्प्लिट गर्नु छ, त्यो लेख्नु होला बिहानै उठेर अथवा राति सुत्न कालमा लेखिदिनु होला। र कुन कुरा हजुरले गरिसक्नु होला त्यो टिक मान्नु होला एज अ रिमार्क। मैले आज 80% कम्प्लिट गरेँ, 90% गरेँ, त्यो बढ्दै जान्छ। कहिले रुटिन बनाएर केही फाइदा छैन, रुटिन बनाउनु फलो हुँदैन। तपाईँले गोल सेट गर्नु कि टार्गेट सेट गर्नु कि मलाई आज यति गर्नु छ, म्याक्सिमम् 90% 95% गर्नु छ, यस्तो भावना राखी प्रिपेयर गर्नु होला। र रिभिजन, अब कति पढे पनि हामीले बिर्सन सक्न चान्स एकदमै हाई हुन्छ। 1 हप्तापछि तपाईँ हेर्न सक्नु भएन भने जुन च्याप्टर तपाईँले पढ्नुभएको छ 1 हप्ता पछाडि त्यो हेर्नु भएन भने तपाईँको त्यो कुरा ल्याक हुँदै जान्छ माइन्डबाट, जसले गर्दा हजुरले त्यसलाई रिभाइज गर्दै हुनु टाइममा। जहिले बिर्स्यो त्यहिले त्यस बिर्सन मतलब रिकल पावर घट्न थाल्यो भने त्यहिले तपाईँ हेरिहाल्नु क्या, त्यो एकदमै छिटो माइन्डमा गइहाल्छ र आफ्नोमा रिटेन्सन पावर इन्क्रिज हुनु क्या। सपोज यो च्याप्टर मैले आज पढेँ, अब अर्को दिन रिभाइज गर्छु बिहान, र त्यो बिहान रिभाइज सपोज मैले आज 30 मिनट लगाएँ, अर्को दिन मैले 15 मिनटमा रिभाइज गर्न सक्नुपर्ने, यस्तो हुनु पऱ्यो क्या। आफूले हाइलाइट र +2 को बुक्सहरू एकदमै राम्ररी जुन कुरा इम्पोर्टेन्ट त्यसलाई हाइलाइट गरिदिनु होला। र आफ्नो जुन मक टेस्ट छ त्यो दिँदै रहनु होला शनिबारको। अहिले एकवटा दिँदा राम्रो हुन्छ, किनकि दुईवटा नदिनु होला नि टाइम म्यानेज, हजुरको टाइम पनि छ, कोर्स पनि कम्प्लिट गर्नु छ, सबै कुछ गर्नुपर्छ। अब
5 महिनामा। यति गर्नको लागि अब हजुरले अहिले वटा मक टेस्ट दिनु, त्यसपछि बादमा 1-2 महिनापछि हजुर 2-2वटा दिँदा हुन्छ। र हजुरलाई रिसोर्सेस, भिडियो लेक्चर्स केही यस्तो चाहियो भने मतलब आफ्नो कन्सेप्ट बिल्डअप, आफ्नो टपिकलाई राम्रो बनाउनको लागि मलाई मेसेज गर्नु होला। म तपाईँले लिङ्क सेन्ड गरिदिन्छु अथवा भन्नुभयो भने भिडियो बनाइदिन्छु। र कसरी कुनै पनि सब्जेक्ट एप्रोच गर्ने सी प्रिपरेसनको बेला कुन सब्जेक्ट च्याप्टर पहिला पढ्ने नपढ्ने के गर्ने को बारेमा म तपाईँलाई भन्नेछु। र टाइम टेबल एज अ सी एस्पिरेन्ट मेरो कस्तो हुन्थ्यो भने त्यो म तपाईँलाई भन्छु। इफ यु वान्ट्स सच टाइप अफ भिडियो देन कमेन्ट इन द कमेन्ट सेक्सन। ल आजको लागि यतिकै नै, धन्यवाद, बाई बाई।